यो दिन केवल उत्सव मनाउन होइन तर महिलाहरूलाई सम्मान, प्रेरणा र समर्पणको दिन हो। हाम्रो मण्डलीमा महिलाहरूको भूमिका सधैँ नै महत्त्वपूर्ण रहँदै आएको छ। बाइबलले पनि हामीलाई सिकाउँछ कि महिलाहरू विश्वास, साहस र प्रेमको प्रतीक हुन् र यसै गरी आजको युगमा पनि महिलाहरू हाम्रो मण्डलीमा विभिन्न स्थानको सेवामा अटल छन्। गलाती 3:28 मा भनिएको छ, तिमीहरू सबै एउटै हौ ख्रीष्ट येशूमा। यस अर्थमा हामी सबै बराबर छौँ र हरेक महिलालाई सम्मान र प्रेम गर्नुपर्छ। जुबिली वर्षको अवसरमा पल्ली स्तरमा यो नारी दिवस मनाउनु भने हामीलाई उहाँहरूको आदेश बमोजिम नारी दिवस मनाइरहेका छौँ। उहाँ हुनुहुन्छ रोस्लिन लेप्चा जो गिडडी पल्लीबाट। उहाँले आफ्नो नानीहरूलाई शिक्षा दिँदै, नर्सहरूलाई शिक्षा दिँदै उहाँ भए तापनि फेसबुक पेज मार्फत उहाँले हामीहरूलाई धेरै कुराहरूको जानकारी उहाँले गराइरहनु भएको छ। अनि सबै पल्लीवासीहरूलाई जाफलिन सन्त जोसेफ चर्च अनि मेरो हृदयबाट सबैजनालाई जिसु बढाए। आज सर्वप्रथम म परमेश्वरलाई धन्यवाद दिँदछु, कारण मैले सधैँ विश्वास गरेको छु कि हाम्रो जीवनमा कुनै कुरा पनि एक्सिडेन्टली चाहिँ हुँदैन। जहिले पनि परमेश्वरको इच्छा मुताबिक हाम्रो जीवन हुन्छ जब हामी परमेश्वरमा रहन्छौँ। यही विश्वास गर्दै मलाई यहाँ आउने निम्तो पाएपछि म आउँ कि नआउँ भएर मलाई दोधार हुँदै थियो, तर परमेश्वरले मलाई जाने पवित्र आत्माले मलाई ठेलिरहनु भएको थियो, जाऊ जाऊ भनेर, अनि मैले यहाँ आउने मौका पाएँ। सो म तपाईँहरू सबैजनालाई धन्यवाद दिँदछु, तपाईँले मलाई यहाँ निम्ताउनुभयो अनि यहाँ म आउने मैले मौका पाएँ। म आफै नर्स भएको कारणले गर्दा हाम्रो दिमाग पुरुषहरू हो भने हाम्रो हृदय चाहिँ स्त्रीहरू भनेर म ठान्ने गर्छु। यदि हाम्रो शरीर राम्रो चल्नु छ भने यो हाम्रो मस्तिष्क, हाम्रो दिमाग अनि हृदय दुईटै मजाले चल्नुपर्छ। तपाईँहरूलाई त्यस्तो लाग्छ कि लाग्दैन? तपाईँहरूलाई तपाईँहरूको दिमाग राम्रो काम गरेको छैन भने, तपाईँलाई टेन्सन हुँदैछ भने तपाईँको मुटु अचानक हाई प्रेसर हुन्छ। हाम्रो युवा भाइ बहिनीलाई चाहिँ यहाँ राखिएको यो